वर्ल्डकै हाइएस्ट लेकमा पढ्ने आज हामी तिलीचोक जाँदैछौँ एन्ड दिस इज आवर डे 3 इन मनाङ भ्याली। हेलो एन्ड नमस्ते एभ्रीवान, वेलकम टु माई मिनी भ्लग। तिलीचोक जानको लागि भनेर बिहान हामी 3 बजे उठ्छौँ र बेस क्याम्पमा चाहिँ -2 डिग्री चिसो थियो। बाहिर चाहिँ निकै नै पानी परिरहेको थियो। माथि चाहिँ बरफ हुन्छ भनेर चाहिँ मैले टन्ने लुगाहरू लगाएँ। लगातार 3 घण्टा पानी परिसकेपछि हाम्रो 6 बजे यात्रा सुरु हुन्छ। करिब 20 मिनट हिँडिसकेपछि यस्ता हिउँले ढाकेका माउन्टेनहरू देखिन्छन्। यो जुन नदी जस्तै देखिने यो चाहिँ माथि बरफबाट पिघलेर बनेको खोला हो। बाटो चाहिँ ठाड्डै उकालो उकालो हिँड्नु पर्ने रहेछ। फुल भिडियोहरू चाहिँ म युट्युबमा पनि पोस्ट गर्नेछु, युट्युबमा पनि सब्स्क्राइब गरिदिनु होला। केही समय हिँडिसकेपछि मलाई सास फेर्न निकै नै गाह्रो हुन्छ। सास फेर्न र हिँड्न गाह्रो भएर करिब 80% मान्छेहरू 8-9 हजार तिरेर घोडामा जान्छ। नजिकबाट माउन्टेनहरू यस्तो राम्रो देखिन्छ। हिँड्दा हिँड्दा मेरो पनि हालत डाउन भइसकेको थियो। बाटोमैकै सबैभन्दा मेन भनेको यही बाइस घुम्ती हो। यो पार गरिसकेपछि त्यहाँबाट पुग्न करिब 1 घण्टा मात्र लाग्छ। बाइस घुम्ती पार गरिसकेपछि हिउँहरू देखिन सुरु हुन्छ। मेरो लाइफको चाहिँ वान अफ द बेस्ट मोमेन्ट चाहिँ यो थियो। म फर्स्ट टाइम म यसरी हिउँ देख्दै थिएँ। करिब 6 घण्टा हिँडिसकेपछि हामी बल्ल तिलीचोक तालमा पुग्छौँ। एन्ड लुक एट दिस भ्यू गाइज, यस्तो राम्रो थियो। यो ताल चाहिँ 4919 मिटर उचाइ माथि रहेको रहेछ। केही समयपछि मेरो फेस चाहिँ पुरै ड्राई नै हुन्छ। यता भगवानहरूको मूर्ति पनि बनाएको रहेछ र मैले चाहिँ नेपालको झन्डा पनि लिएर आएको थिएँ। म फुल ब्लग चाहिँ युट्युबमा पोस्ट गर्नेछु, त्यहाँ चाहिँ म सबै कुरा डिटेलमा भन्नेछु हजुरहरूलाई। त्यो पनि सब्स्क्राइब गरेर राख्नु होला, छिट्टै नै ब्लग आउँछ। आजको लागि यति नै। यदि हजुरहरूलाई भिडियो मनपर्छ भने चाहिँ लाइक, सेयर, सब्स्क्राइब सब गरिदिनु होला। अब ग्रिन लेक र ब्लू लेक पनि देखाउनेछु। सो बाई बाई, टेक केयर।